कान्छीले मागिन् सागरसँग डिभोर्स। सागर र कान्छी कानुनी रुममै छुट्टिए। सागरले गरेर दिए डिभोर्स पेपरमा सिग्नेचर र औँठा साप। कान्छीले गर्दै डिभोर्स पछि अर्को बिहे। सागर सन्डे भए जेलमै। कोही भएन अब सागरको लागि लड्ने। अब आउने कान्छी भागमा यस्तो हुँदै। हेर्नुहोस् पुरा भिडियो। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। कान्छीले सागरको लागि कति दिन धाइन्, कति रात भोक भोकै सुतिन्। छोरीलाई घरमै छोडी प्रमाणकै लागि दौडधुममा व्यस्त बनिन्। एउटी श्रीमतीले श्रीमानको लागि कति गर्छिन् भनेर यहीबाटै थाहा पाउन सक्छौँ। श्रीमतीले श्रीमानप्रतिको माया यहीबाट बुझ्न सकिन्छ। भोक प्यास नभनी लागेको यात्रामा सफल नहुँदासम्म कान्छीले कयौँको जालमा परिन्। कयौँसँग कुटाइ खान के समस्या झेल्दै आइन्, तर पनि पार लागेन। प्रमाणको खोजीमा प्रमाणको लहलहैमा लागेर कता कतासम्म पनि आइन्, तर अन्त्यमा आफ्नै टाउको बारी भएको छ। आफैलाई घाटा हुन जान्छ। सयौँ चोट खाएर पनि सहँदा पनि प्रमाण हात नपारेसम्म चोट खाइरहन्। चोटले पनि प्रमाण भेटेन। चोटले केवल कान्छीको शरीरलाई झन् कमजोर बनाउन थाल्यो। कमजोर अवस्थामा पनि मनलाई बलियो बनाउँदै नारीको साहस देखाउँदै झन् मैदानमा उत्रिएकी छिन्। प्रमाणकै पछि लागेर कता पुग्नु छ। त्यही पुग्छु भन्दै लागेकी कान्छी बल्ल कान्छीले प्रमाणकै नजिक पुगेकी थिइन्। प्रमाणको भिडियो देखिसकेकी छिन् कान्छीले, तर केवल हातमा मात्र आएको छैन। त्यही हातमा ल्याउनलाई फेरि समस्यामा परेकी छिन्। कान्छी गुण्डाहरूले कान्छीलाई जालमा पारिसकेका छन्। तिनै गुण्डाहरूले कान्छीलाई सुरुदेखि नै पछि लाग्दै सागर र कान्छीको जीवनप्रति ठुलो चाल चल्दै आएका थिए। त्यति बेला कान्छीले ती गुण्डाहरूलाई कुटपिट गरेकी थिइन्। अहिले तिनै गुण्डाहरू फेला परेका छन्। गुण्डाले कान्छीलाई बाँधेर राखेका छन्। प्रमाण देऊ, मेरो श्रीमानलाई छुटाउनु छु भन्दा गुण्डाले एउटा शर्त मात्रै दिएका थिए। यदि तिमीले मलाई खुसी पार्न सकेनौ भने म प्रमाण दिन्न, यदि खुसी बनायो भने म प्रमाण दिन्छु भनेका थिए। पहिला तैँले सागरलाई डिभोर्स मागेर मसँग बिहे गर्नुपर्छ, अनि मात्र प्रमाण दिएर सागरलाई जेलबाट बाहिर निकालिदिन्छु, नत्र तेरो श्रीमान जेलमै सर्छ, कहिल्यै बाहिर आउन सक्दैन। त्यसो भन्दा कान्छीले गुण्डाहरूलाई गाली गरेकी थिइन्। गुण्डाले सागरलाई डिभोर्स पेपर पठाउँछन्। सागरको हातमा त्यो पेपर पर्छ। सागर रोन थाल्छन्। मेरी श्रीमतीले यस्तो गर्न सक्दैनन्। यो कुनै हालतमा पनि सत्य होइन। मेरी कान्छीले मलाई कसरी छुटाउने, जेलबाट कसरी प्रमाण खोज्ने भनेर लागिरहनु भएको छ। एकचोटि मलाई कान्छुसँग बोल्न दिनुहोस् फोन गरेर भनेपछि कान्छीसँग फोन गर्छन्। गुण्डाले कान्छीलाई जबरजस्ती भन्न लगाउँछन्। कान्छीले सागरलाई भन्छन्, मलाई तपाईँबाट डिभोर्स चाहिएको छ। मैले नै डिभोर्स पेपर पठाएकी हुँ, छिटो साइन गरेर पठाइहाल्नुहोस् भनेपछि सागर झन् रोन थाल्छन्। कान्छीले त जबरजस्ती भन्न थालिन्। सागरलाई थाहा छैन कि कान्छीलाई यसरी कसैले जबरजस्ती भन्न लगाउँदैछ भन्ने कुरा। सागरले कान्छीको कुरालाई साँचो हो भनेर साइन अनि औँठा साप लगाइहाल्छन्। पछि फोनमै कान्छीले, बुढा मलाई यसरी फसाइएको छ, मलाई कोठामा बाँधेर राखेको छ, गुण्डाहरूले मलाई जसरी भए पनि यहाँ पुलिस पठाइहाल्नुहोस् त भन्न थालिन्। त्यसो भन्दै गर्दा गुण्डाले फोन म्युट राखेका थिए ताकि कान्छीको कुरालाई सागरले सुन्न सकेनन्। सागरले सुने त केवल डिभोर्स पेपर मैले पठाएको हो, छिटो साइन गरेर पठाइहाल्नुहोस् भन्ने कुरा मात्रै सुने। त्यसो सुनेपछि सागरले डिभोर्स पेपरमा सिग्नेचर अनि औँठा साप लगाएर बुझाएका छन्। कान्छीले त सागरको त्यो कुरा सुनिसकेको होला जस्तो लागेको थियो। पछि गुण्डाले त्यो सबै कुरा भन्न थाले र कान्छी रोन थालिन्। मलाई छोडिदेऊ कतिचोटि भन्न थालिन्। उल्टै अब गुण्डाले सागरसँगबाट डिभोर्स भइसकेपछि कान्छी र गुण्डाको कानुनी रुममै बिहे गर्ने, श्रीमान श्रीमती बन्ने कुरा गरिसकेका छन्। कान्छीका मृतदाईकी आमाको पनि मृत्यु भइसकेको छ गाउँमा। मृतदाई पनि टेन्सनमै छन्। उता आमाको टेन्सन, यता कान्छीको टेन्सन। अब के होला अर्को भागमा? डिभोर्स पेपरमा सिग्नेचर गरिसकेका छन् सागरले। सागरलाई थाहा थिएन त्यो कान्छीले पठाएको थिएन भनेर। अब के हुन्छ होला यसपछिको भागमा? के अब कान्छी र सागर यही डिभोर्स पेपरकै कारण सम्बन्ध विच्छेद त हुने होइन? के अब त्यो प्रमाणको भिडियो कान्छीले कहीँ कतैबाट भेटाएर सागरलाई छुटाउनमा मद्दत गर्छन् त? के होला त अब यसपछिको भागमा? त्यो हामीले हेर्नै बाँकी छ।